पैसाको लागि त मान्छे मार्ने त ज्यान मारोस् बुझिस् भोलि तैँले पैसा पाए भने तैँले तेरो आफ्नो श्रीमान पनि मार्छस् तैँले आफ्नो छोराछोरी पनि मार्छस् तैँले आफ्नो आमा त्यो मेन्टली कौशली खाने आमालाई पनि मार्छस् तैँले आफ्नो दिदीबहिनीलाई पनि तैँले मार्छस् बुझिस् पैसाको लागि अनि के बोलेको तैँले घरबेटीको 14,000 पैसा नतिरिकन भाग्ने तँ लिएर गएको छ होइन तँलाई म यसको हिसाब किताब मैले भने नि कि त तैँले अब मलाई मार्नुपर्छ कि त मैले तँलाई मार्नुपर्छ बुझिस् अब यो नसोच यतिकै हुन्छ यतिकै सिद्धिन्छ भने नसोच जुन मेरो घरमा बिगारिस् होइन त्यो दाइको घर परिवार बिगारेको छस् नि त्यो दाइले आफै प्रोसेस चाल्छ श्रीमती प्रपर्टी सपोर्ट म गर्दिनँ 3 लाख